सम्पूर्णमा नमस्कार। थडाई 33 युट्युब च्यानलमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म रोहित कार्की। दर्शकवृन्द, विशेष गरी सिन्धुली जिल्लाको दुधौली नगरपालिका वार्ड नम्बर 11 मा चाहिँ बसोबास गर्नुहुने हाम्रा आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरू जसले अहिले हाम्रो ठाउँमा बन्दै गरेको पिच रोडको विषयमा आफ्ना जिज्ञासा, प्रश्न, चिन्ता र चासोहरू व्यक्त गर्नुभएको छ। यो एकदमै सराहना योग्य छ। तर सँगसँगै के पनि जरुरी छ भने यो बाटो कस्तो बन्नु पर्थ्यो, कस्तो बनेको छ, विधिसम्मत तरिकाले बनेको छ वा छैन भन्ने कुरा हामीले अवगत हुन जरुरी छ। यही अवगत नभएकै हुनाले अहिले सामाजिक सञ्जालमा यो बाटो सम्बन्धी विभिन्न कुराहरू यत्रतत्र सर्वत्र छरिएको छ, जसबाट धेरै व्यक्तिहरू स्वदेश तथा विदेशमा रहने हाम्रो भूगोलमा बसोबास गर्ने व्यक्तिहरू चाहिँ एकदमै चिन्तित भएको हामीले महसुस गऱ्यौँ र यही यहाँहरूको चिन्ता, यहाँहरूको प्रश्न, यहाँहरूको जिज्ञासालाई समाधान अथवा हटाउने अथवा छरिएका भ्रमहरूलाई चिर्नका लागि हामीले ठेकदार कम्पनीका जुन जानकार अथवा त्यसमा जिम्मेवार व्यक्तिहरू, त्यसपछि हाम्रो दुधौली नगरपालिकाका इन्जिनियर साहबहरू र हामी यस ठाउँका सकेसम्म धेरैभन्दा धेरै स्थानीयवासीहरू जो यसमा प्रत्यक्ष रूपमा जोडिएका छौँ, यी सबै बसेर यहाँहरूको यही चासो, गुनासो र प्रश्नहरूलाई चाहिँ सम्बोधन गर्ने कोसिस गऱ्यौँ। आउनुहोस्, यो बाटोको भ्रमहरूलाई चिर्नलाई, यो बाटोको जुन स्ट्यान्डर्ड छ, यो बन्ने प्रक्रिया छ, कस्तो बन्नु पर्थ्यो, कसरी बन्नु पर्थ्यो र कसरी बनिरहेको छ भन्ने कुराहरूको विषयमा डिटेलमा जानेर आजदेखि उपरान्त अबमा हाम्रो यो बाटो किन यस्तो बन्यो भन्ने किसिमको भ्रमहरू चाहिँ नरहोस्। माटोको तह, नम्बर 2 सब बेस ग्राभेलको तह, नम्बर 3 बेस WMM वेट मिक्स मेकाडम यो क्रस्ट स्टोनको तह, नम्बर 4 बाइन्डर बिटुमिन्स र ठुला गिटी मिसाएर बनाइने तह, नम्बर 5 ट्र्याक कोट पातलो बिटुमिन्सको तह र नम्बर 6 वेयरिङ कोर्स माथिल्लो चिल्लो कालो पत्रेको तह भने DBSD पिच निम्न 4 तहबाट चाहिँ निर्माण प्रक्रिया पुरा हुन्छ। नम्बर 1 सबग्रेड प्राकृतिक माटोको तह जसलाई हेभी लोडरले चाहिँ कम्प्याक्सन गरिन्छ। नम्बर 2 सब बेस ग्राभेलको तह, यसलाई पनि हेभी लोडरद्वारा कम्प्याक्सन गरिन्छ। यति गरिसकेपछि तेस्रोमा फर्स्ट कोट र चौथोमा सेकेन्ड कोट गरेर यसको निर्माण प्रक्रिया पुरा हुन्छ। फर्स्ट कोट सब बेसमा गरिएको ग्राभेललाई नम्बर 1 मा हावाको प्रेसरले सफा गर्ने, नम्बर 2 सफा गरिएको ठाउँमा बिटुमिन्स सर्कने, नम्बर 3 बिटुमिन्स सर्किएको ठाउँमा ठुलो चिप्स हाल्ने र नम्बर 4 बिटुमिन्समा राखिएको ठुलो चिप्सलाई रोलरले थिच्ने। यति गरिसकेपछि फर्स्ट कोट पुरा हुन्छ। त्यसपछि केही दिन सुक्न र बस्न दिएपछि सेकेन्ड कोटको लागि तयारी गरिन्छ। सेकेन्ड कोट फर्स्ट कोटमा रोलरले थिचेको ठाउँमा नम्बर 1 मा हावाको प्रेसरद्वारा सफा गर्ने, नम्बर 2 फेरि त्यस ठाउँमा बिटुमिन्स सर्कने, नम्बर 3 बिटुमिन्स थर्किएको ठाउँमा यो चोटि चाहिँ मसिनो चिप्स राख्ने र नम्बर 4 यो बिटुमिन्समा राखिएको मसिनो चिप्सलाई रोलरले थिच्ने या कम्प्याक्सन गर्ने। यदि सबै तह पुरा भएका छैनन् भने तपाईले वडा कार्यालयमा यथाशीघ्र जानकारी गराउन सक्नुहुनेछ। होइन र माथिका सबै तह पुरा भएका छन् भने हाम्रो बाटो नियमानुसार सही तरिकाबाट निर्माण भइरहेको छ भनेर हामीले बुझ्नुपर्ने हुन्छ। यो त भयो रोड बन्ने तहगत प्रक्रियाहरू। अब यसपछि ठेकेदार कम्पनीले के गर्छ त यसको विषयमा पनि थोरै चर्चा गरौँ। यसपछि करिब 28 दिन पछिबाट ठेकेदार कम्पनीले निम्न कामहरू गर्नेछ या गर्नुपर्नेछ। नम्बर 1 सबैभन्दा माथि हालेको चिप्समध्ये 40% फर्स्ट कोटको खाल्टाखुल्टीमा बस्छ र अनावश्यक हुन आएको 60% चिप्स बढारेर सफा गर्नेछ। नम्बर 2 रोडको दुवै किनारामा मार्किङ गर्नेछ। नम्बर 3 घुम्तीमा 3-3 मिटरको फरकमा र ठाउँ अनुसार बाँकी ठाउँमा 10 देखि 15 मिटरको फरकमा रोड साइड पोलिङ गर्नेछ। नम्बर 4 गाउँ बस्तीमा जाने बाटोको नालाहरूमा आवश्यकता अनुसार ढक्कन हाल्नेछ या ढक्कनको व्यवस्था गर्नेछ। र नम्बर 5 आवश्यक ठाउँमा ट्राफिक साइन र बोर्डहरू राख्नेछ। अब फेरि यहाँहरूले सोच्नुहोला, यति गरिसकेपछि ठेकेदारको सम्पूर्ण जिम्मेवारी यहीँ सकियो त? होइन, अवश्य पनि सकिएको छैन।
5 वर्षसम्म रोड कतै टुटफुट भएमा डिएलपी पिरियड अनुसार मर्मत र सम्हार गर्ने जिम्मेवारी अझै पनि ठेकेदार कम्पनीको बाँकी रहन्छ। यति जानकारी लिइसकेपछि अथवा सबै कुरा थाहा पाइसकेपछि अब हाम्रो चाहिँ जिम्मेवारी सकियो त? अवश्य पनि सकिएको छैन। अब पनि हामीले नम्बर 1 नाला अपुग भएको ठाउँमा अझै बनाउन सुझाव दिने र पहल गर्ने। नम्बर 2 जाली खोला किनारमा अपुग देखिएका ठाउँमा र नलगाइ नहुने जस्तो लागेको ठाउँमा अझै लगाउन सुझाव तथा खबरदारी गर्ने। र नम्बर 3 क्रसिङ बाटो मेन रोडबाट गाउँ बस्ती जाने बाटोहरूमा आवश्यकता अनुसार 10 देखि 15 मिटर यो बाटो बनाउन खबरदारी गर्ने। यो सबै कुराहरू त हामीले गर्ने कि हामीले आफै ठेकेदारका प्रतिनिधिहरूसँग गएर गर्ने हो त? पक्कै पनि होइन। यो हामीले कहाँ र कसलाई गर्ने यो पनि थाहा पाउन जरुरी छ। यदि तपाईसँग कुनै सुझाव खबरदारी भए तपाईँ आफै कराउने र झगडा गर्न जाने होइन। यी कुराहरू तपाईँले वडा कार्यालयमा गराउनु राम्रो हुन्छ। यदि तपाईँको सुझाव सल्लाह र खबरदारी उपयुक्त छन् भने वडा कार्यालयबाट अवश्य पनि परिणाममुखी एक्सन हुनेछ। समग्र भिडियो हेरिदिनु भएकोमा यहाँहरू सम्पूर्ण दर्शक महानुभावहरूलाई विशेष धन्यवाद। आफूले जस्तै यो बाटो सम्बन्धी भ्रमहरूबाट मुक्त पाउन यदि यहाँहरू सहयोग गर्न चाहनुहुन्छ भने यो भिडियोलाई सेयर गरेर हरेकको मोबाइलमा पुर्याउन सहयोग गरिदिनुहोला भन्दै यहाँहरूबाट अब बिदा हुन चाहन्छु। हस्, नमस्ते, धन्यवाद।